नेपालको ताजा खबर समाचार च्यानल बाट म बोलिरहेको छु। किनभने पहिलाका पुराना दलले पनि हामी देशको स्विजरल्यान्ड र अमेरिका बनाउँछु भनेको छ, खै घर घरमा एउटा रोजगार दिने भनेको छ, खै गणतन्त्र लोकतन्त्रले किन गरेन त अहिलेसम्म? के हो यो देशको हालत? देशको जहिले पनि 12 वर्ष कुकुर गपेर ठल्ल अहिले हजुरबामै सिधा कहिले आउँदैन नेपालमा। किन? यो राजनीतिका घटिया यस्ता काम गर्नाले हो। देशमा मुहार च्यान्ज आउनै पर्छ हाम्रो नेपालमा। नेपालका जनताले कति पसिना बगाएछन्, पसिना खुन बगाएछन् अर्काको रोजगारी अर्काको देशमा हाम्रो नेपाल छोडेर। कहाँ आमा बुवा छन्, कहाँ छोराछोरी छन्, कहाँ रहन छ, कहाँ खान छ। हामीले दुःखै दुःखमा छ नेपालीलाई। तर त्यो दुःखमा ल्याउने कुन नेता आला, कुन युवा आला, कुन प्रधानमन्त्री आउला नेपाल देशमा? यो भएन, यो भएन। भोटै मात्र भन्छन्, भोट जितिसकेपछि नेतानको गति ठिक छैन के भन्छन् नै हामी चिन्दैनौँ। भोट नपडन्जा नमस्कार हाई हेलो भन्ने, हात मिलाउने, भोट जितेर गइसकेपछि हामी चिन्दैनौँ भने कुर्सीमा पाइसकेपछि के चिन्छन् त? चाहिँ यो गलत नसोच्नु होला। कुनै युवा प्रधानमन्त्री, कुनै युवा नेता, यो चाहिँ मैले गलत बोलेकै होइन। हाम्रो देशको हामीले हालेको भोट, नेपालको सिङ्गो नेपालीले हालेको भोट सदुपयोग आउँ, देशको मुहार चेन्ज होस्, देश हाँसिलो होस्, सिङ्गो नेपालीको पनि एकदम हाँसिलो होस् हाम्रो देश नेपालमा। खुसीको खबर ल्याउनु पर्छ नेपालका नेता प्रधानमन्त्रीले। यो हात भनेको कसको हो? मन्त्री र नेताको हो नेपाल देशमा। यो चाहिँ देशमा धेरै नराम्रोतिर नलैजानु, राम्रैमा ल्याउनु। हामी नेपाली दुखी नै छौँ। अर्काको देशमा गएर हामीले शरण पर्ने, गुलामी हुनुपर्ने, हामीले ताला लगाएर घर जग्गा जमिन सब बाँझो राखेर हामीले अझ भाग्नुपर्ने भारतै, अमेरिका, स्विजरल्यान्ड, कतार, दुबई, मलेसिया खाडीमा ज्यान गुमाएर अझ फेरि बाक्सामा प्याक भएर नेपालमा फिर्ता आउने। यो नहोस्। नेपालका प्रधानमन्त्री, नेपालका युवा नेता, युवा जाँगर यो धेरै ध्यान पुर्याउनु परेको छ नेपालीले। यो कहिले पनि अर्काको खुट्टामा उभिनु नराम्रो हो। ठुलो गाह्रो परेको छ नेपालीलाई। यो चाहिँ देशको मुहार चेन्ज ल्याउनु पर्छ। यसमा दुःख गाह्रो कुनै नेताले नमान्नु होला। जय हाम्रो नेपाल हो। नेपालको ताजा खबर न्युज च्यानल।